Welcome back to my another video. Happy शिवरात्रि सबैजनालाई। यहाँ चाहिँ मेरो बुनुलु बसिरहेछिन्, ज्ञानी भएर बसिरहेछिन्। मेरो मोबाइलको हेर क्यामेरा लेन्स झरेन नै फुट्दियो हेर गाइस। हिजो कस्तो प्रब्लम भयो हेर गाइस, झरे ब्याट्री फुटिहाल्यो। बुनु यो के हो? हजुर हो ल तिमीले हो गाइस। आज चाहिँ म तपाईहरुलाई एउटा चिज भन्न गइरहेको छु। मैले अहिलेसम्म केही नि भनेको थिएन, अब म भन्न गइरहेको छु। गाइस रेडी हुनुहुन्छ हजुरहरु? म भन्दिम गाइस यहाँ थियो मेरो साइकल, तर कसले चोर्यो मङ्सिरको महिनामा। यस्तो रिस उठिरहेको नि। अनि मैले सिसी क्यामेरा नि हेर्न गएको थिएन। यहाँनिर मैले त्यो भ्लग बनाएँ नि गाइस, त्यसको 1-2 महिनापछि मेरो साइकल नै चोरी भयो। म स्कुल गएको थिएँ, स्कुलबाट आउँदा त मम्मीले साइकल लुकाइदिनु भयो होला धेरै खेलेर भनेको त। पछि मैले मङ्सिरको महिना सिधेपछि मेरो बर्थडे आउन लाबेलामा भर सोधाले ल साइकलै चोर्दैछ भने त्यो सिसी क्यामेरा थियो हेर्न जाउँ भनेको। त्यो घरमा आजकल कोही नि रहने रहेछ कि त्यो सिसी क्यामेरा। त्यहाँ छ एउटा, त्यो खियालाको पोलमा, त्यहाँ हेर्न जाने भनेको। अनि भएन, तर मेरो कलेक्सन त दामी छ यार। क्रिकेट मेरै हो यो गाइस। एउटा बल पिच्केर हेर्यो त गाइस, क्रिकेटको बल खिचेर यो पिचकारी हो। भोलि हान्ला नि त गाइस। आज चाहिँ हामी मस्तले बाटो छिरेर बस्छौँ गाइस। आज शिवरात्रि। अब बाटो छिर्ने हो गाइस। बाटोमा कति पैसा कमाइन्छ भन्ने मलाई नि त थाहा छैन गाइस। पैसा कमायो भने कमाएन भने कमाएन गाइस। खुसी चोकमा गएर बस्ने सिधैमा त उहाँ गएर बस्नु पर्ने झुम गरेर थियो। त्यहीँ गएर बस्ने हो, त्यो गेटभन्दा उता गएर बस्ने हो। मान्छेहरूकै आज त्यहाँनिर बाटो छिर्नु एउटा मान्छे नि आएन भने त हेरेर हुन्छ नि। भन्नु भने मच्छीगाउँ जाने गाइस भएको थिएन नि। मच्छीगाउँमा बस्यो नि, मच्छीगाउँ जाने। यो चाहिँ हाम्रो घरको गार्डन। गाइस मेरो आफ्नै घर बनिरहेको, त्यो चाहिँ म पछि पुरै बनिसकेपछि रिभिल हान्छु। मेरो साथीहरूलाई मात्र थाहा छ कि त्यो कहाँ छ, त्यो कहाँ हो। मेरो आफ्नै घर बनिरहेको गाइस। अहिले चाहिँ हामी भाडामा बस्छौँ। अनि मेरो आफ्नै घर बनेपछि हामी त्यही सर्ने हो, बन्दैछ। त्यो घर नि बनिसक्यो गाइस, साउनमा सुरु गरेको। त्यो पढ्नै दिउँ गरेर त्यो बनाइरह नि। यल्लो घरको पछाडिको त्यो होइन गाइस, ठुलो होइन यो चाहिँ साउनमा सुरु गरेको। हामी कार्तिकमा हो कि कार्तिकमा हामी कहिले हो मङ्सिरमा हो गाइस। मङ्सिरमा जब पूजा गरेको। अनि त्यो भयो। अब म कुरा गर्छु मेरो साइकलको बारेमा। प्लिज त्यस्तो नगरिदिनु न। हामीले पनि पैसा लगाएर किनेको त्यो। फर्स्ट टाइम मैले कति मेहनतले किनेको थिएँ। त्यही 1K भ्युज आएर किनेको। प्लिज के मलाई त्यस्तो नगरिदिनु न यार। आफ्नो साइकल तपाईँहरूको घरमा नि गएर म तपाईँहरूको नि बाइक छ के छ, साइकलहरू चोर्यो भने तपाईँहरूलाई कस्तो लाग्छ? जसले चोर्नु भए ल्याइदिइहाल्नु छिटो होइन। म पुलिसमा कम्प्लेन गराउँछु तपाईँले ल्याइदिनु भएन भने। यति कि तपाईँहरूले चोरेकै होइन कि मडिसेल लग्यो। चोरेको हो भने कमेन्ट बक्स खुल्ला हुन्छ, कमेन्ट बक्समा लेखिदिनुहोस्। म त्यहीँ लिन आउँछु मेरो साइकल। अनि बेचिसक्नु भयो भने त्यो बेचेको पैसा मलाई फिर्ता दिनुहोस् के। यस्तो मन दुख्छ नि त्यो आफ्नो चिज लगेर। तर यस्तो चाहिँ नगर्छु नि यार गाइजहरू। युट्युबर हो म, त्यस्तो गर्नु हुँदैन नि। म लिक हालिदिन्छु सबैतिर।
के चिया कहाँ यहाँ चिया ए ल बिहान बिहानै चिया पकाएको चिया बन्द गर्नु भने बुढीले पुरा छिन् कच्चा बदाम साउ 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 कच्चा बदाम मैले पकाएको चिया गाइज यो चाहिँ अघि मैले चिया छानेको क्या चियापत्ती छानेको बाबा टोइलेट जानुभयो बाबा आएपछि मात्र हालौँला आउनुहोस् त्यही कुरा गर्छु म जुन यहाँ राखेको साइकल छ नि तपाईँहरूले कसैले नथपाउनु गरी यहाँबाट ढोकाबाट ल्याइदिने हुन्छ बेलुकातिर हामी हुँदैनौँ हामी मन्दिरमा हुन्छौँ यहाँनिर एउटा मन्दिर छ क्या त्यहाँनिर प्रोग्राम राखेको हुन्छ कि त तपाईँहरू हामी कोही नै हुँदैन घरको ढोका खुल्ला हुन्छ त्यो हुँदैन यहाँ ल्याएर राखिदिनुहोस् नभए म पुलिसमा कम्प्लेन गराइदिन्छु त्यति कुरा लागि तपाईँहरूले लानु भएको छ भने चाहिँ ल्याइदिनु गाइज मैले अस्ति भर्खर सोधेर थाहा पाएको र मैले अस्ति नै मेरो इक्जाम चलिरहेको थियो सो मैले बनाउन पाएको थिएन अनि अहिले चाहिँ मेरो इक्जाम भ्याइसक्यो सो अब चाहिँ मैले मोबाइल पाएको छु अब मैले बनाउन थालेको छु यो प्लिज कसैले उ गर्नुभएको छ भने ल्याइदिनु होइन है के गर्ने ल्याइदिनु हुन्न भने रिपोर्ट गराइदिन्छु ल्याइदिनु हुन्न भने नल्याइ कसैले यति बेचिसक्नु भएको छ भने पैसा ल्याएर मलाई दिनु क्या र हजुरहरूले मेरो घर चिनिसक्नु भएछ त नि अनि के गर्ने घर चिनिसक्नु भयो म पछाडि सत्यनारायण मन्दिर भनेको कहाँ हो भनेर सुत्दै आउनुहोस् अनि नैतिक मेरो फेस त मैले देखाएर हुन्छु अनि मलाई चिनिहाल्नुहुन्छ सबैजना त्यही हुन्छ नि त्यहाँ बाटो छेकिरहेको हुन्छ तपाईँहरूले देखेँ भने नि मेरो साइकल यति कसैले लानुभयो भने प्लिज के ल्याइदिनुहोस् न यार मैले पनि पैसा हालेर किनेको त्यत्रो महँगो साइकल गएँ प्लिज के ल्याइदिनु न यार मलाई कस्तो दुःख भइरहेको साइकल गयो भने तपाईँहरूलाई नि त होला नि त एक दिन न एक दिन त मेरो मोबाइल हिजो भर्खर झरेर यहाँ फुटेर गएछ मलाई त्यति टेन्सन नदिनु यार घर बारी त्यो चाहिँ मेरो घर होइन है गाई त्यो चाहिँ होइन है त्यो चाहिँ होइन जो घर भनेपछि नि हेर्नु त्यो मेरो घर होइन फुलबारी छ यहाँबाट म बेलुका गएँ म भन्छु होइन मैले बिहान साइकल चलाइरहेको थिएँ कि म यहीँ चलाउँछु नि त धेरै जस्तो हरेर जो पहिलादेखि नै मेरो सब्सक्राइबर हो जो पहिलादेखि नै मलाई सपोर्ट गर्नुहुन्छ उनीहरूलाई मात्र थाहा छ कि म यहाँ बिहान स्कुलको ड्रेस लाएर हिँड्न लाउँदा जे भने म बिहान स्कुलको ड्रेसै लाएर भनौँ न त जे भने यहीँ साइकल चलाइरहेको थिएँ क्या अनि मम्मी आउनु ल हिँड बाबु खाना खाना भन्नुभयो म खाना गएँ अनि म स्कुल गएँ क्या स्कुल गएपछि घर आउँदा त साइकलै छैन के गाइज घर आउँछु साइकल छैन ड्रेस नखोलिकन हतार त्यहाँनिर पछाडि एउटा ढोका त्यहाँनिर राख्न सक्नुहुन्छ लुकाइदिनु भयो होला अनि म त चुप लागेर बसेको भरे चोरले लगेर चाहिँ त्यहाँभित्र नि एउटा टोइलेट जस्तो त्यहाँ लुकाइदिनु भयो होला ल थ्याङ्क्स फर अहिले पनि तपाईँले आजको भ्लगलाई लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला थ्याङ्क्स फर